हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म कसरी सजिलैसँग तामा र पितलको भाँडाहरू माझ्न सकिन्छ भनेर देखाउँछु है त। सुरुमा चाहिँ यो भाँडामा मैले अलिकति पानी लिएको छु 2 गिलास जस्तो। अब चाहिँ यसमा ठुलो चम्चाको 1 चम्चा नुन राख्ने। यसमा यो सिट्रिक एसिड राख्ने ठुलो चम्चाको 1 चम्मच। हाल त यसै हाल मिक्स गरेर त अब हामी चाहिँ यस्तो कस बसेको तामाको भाँडा चाहिँ हामी यो म्याजिक घोलमा डिप गर्दैछौँ। हेरौँ है त रिजल्ट। मुभ गरेर त यसरी वहाँ देख्नुहुन्छ सफा हुन थालिसकेको छ क्या अलरेडी, स्क्रबहरू केही नगरिकन। हेर्नु त त्यसलाई यसरी गर्ने अरे, म अब यो गर्दै गर्छु है त एकचोटि। स्क्रबै गरेको छैन, हेर्नु न कस्तो राम्रो भइसक्यो भित्र। ल अब 2टा हात लाएर यो मजाले फटाफट गर्छु, मसँग धेरै टाइम छैन। त्यसपछि म रिजल्ट देखाउँछु है त। थ्याङ्क यू। अब 1 डिपमा यस्तो राम्रो भयो क्या, कस्तो सेटिस्फाइङ क्या। हामीले छोरीलाई पनि सँगसँगै लाएर पूजा भाँडा सफा गर्नु परेको छ, त्यही भएर यहाँ म आफ्नो तालले गर्न पाएको छुइनँ, मलाई टाइम लाग्छ। हेर्नुहोस् त कस्तो राम्रोसँग मैले चाहिँ सबै पूजाको भाँडा माझिसकेँ। अब लक्ष्मी पूजाको तयारी गर्नु पर्यो नि त है। ह्याप्पी तिहार सबैजनालाई।